हजुर। आज हजुर यहाँ ललितपुरको लुबु लामाटार अवस्थित महन्त गाउँमा आउनु भएको छ। यसको बारेमा अलिकति हजुरले बोलिदिनु न। यो यस्तो यहाँ आउनु चाहिँ अलिक गाह्रो रहेछ अहिलेलाई, र यहाँ आइसकेपछि चाहिँ आनन्द हुने ठाउँ रहेछ। अनि यो चाहिँ बाहिर बजार पनि एकदम राम्रो छ देखिने, यतापट्टि काठमाडौँ, ललितपुर, भक्तपुरको सबै बजार देखिने। अझ यो तुवाला भएर माथि हिमाली रेन्ज पनि सबै देखिने। यो यसपटक चाहिँ यहाँ माथि महादेव, शनिधाम र चाहिँ नाग देवताहरूको दर्शन गरियो। र यहाँ चाहिँ अहिले बागमती प्रदेशबाट 15 लाखको योजना परेको, त्यो परेको योजना अन्तर्गत यो काम भइरहेको छ। अनि यहाँ तल पनि अर्को काम भइरहेको छ। अब यहाँ चाहिँ अलिअलि पहिरो गएको रहेछ। यो सब चिजहरूलाई सम्बोधन गर्न सकियो भने यो एउटा चाहिँ धार्मिक र पर्यटकीय हिसाबले, धार्मिक पर्यटक र पर्यटनीय हिसाबले पनि आन्तरिक पर्यटक व्यापक रूपमा आउन सक्ने, यसले धेरै कुराहरू चाहिँ यसले उजागर गर्न सक्छ। यहाँ पहिलादेखिको कुराहरू रहेछ र यो चाहिँ नि पौराणिक कालदेखि नै यो महत्त्वपूर्ण ठाउँ रहेछ। यो ठाउँको उजागर अहिलेसम्म नभएको हाम्रो पुष्पराज पुरुष गुरुले चाहिँ नि यसलाई चाहिँ अलिकति संरक्षित गरेपछि यसको अलिकति प्रारूप देख्न थालेको देखियो। त्यसले गर्दाखेरि यो जो मान्छे चोखो मनको अथवा सफा हृदयको हुन्छ उसैले समाजमा र विश्वमा अथवा नेपालमा केही गरेर जाने भन्ने सोचका साथ उहाँ अगाडि हुनुहुन्छ। उहाँले गर्नुभएको कुरामा उहाँले नै मलाई भन्नुभयो र मैले पनि हैस्टेमा होस्टे गर्ने कामसम्म गरेको कुरा हो। अझ बढी चाहिँ यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले बुझाएको छु। र आज मौकाले उहाँले आउनुहोस् न भन्नुभयो, यो सबै कुरा गर्दै भगवान्को दर्शन गर्न पाइयो। सबभन्दा ठुलो कुरा मलाई यही महसुस भएको छ। धन्यवाद। हजुर, धन्यवाद।